जन्मेकोदेखि अहिलेसम्म नलेखेको हुन्छ नलेखेको ए हो यो चाहिँ लेखेको सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस् यहाँ उपस्थित हुनुभएका सबैलाई जय मसीह सहायता गर्नुहुन्छ है अस्तिको दिनदेखि आजसम्म सुरक्षित राख्नु सबै काममा परमेश्वरले सुरक्षा शान्ति कुटुम्ब अनि छोरीको खर्च हृदय समारोहमा छौँ परमेश्वर सबैलाई हामीलाई अति उत्साह मनोबल र अति हाम्रो यो हृदय अनि त्यो समारोह दुःख हुन्छ है हाम्रो छोरी अब गइरहेको छ तर टाढो छैन हाम्रो घर त कति 3-4 मिनटमै पुगिहाल्छ अनि त्यसले गर्दा हाम्रो फ्यामिली पनि सजिलो छ यहाँ एनी टाइम आउन सक्छ आउजाउ गर्न सक्छ होइन र त्यसले गर्दाखेरि टाढो भएको भए एकदमै गाह्रो पर्थ्यो परमेश्वरलाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ यो दुई जोडीको लागि अब यो दुई जोडीको मार्फत परमेश्वरको राज्यमा प्रीति आएको होस् विकास आएको होस् उन्नति आएको होस् अनि परिवारहरूमा पनि समृद्धि आउन सकेको होस् शान्ति आउन सकेको होस् र अब तपाईँहरूको सन्तान देख्दाखेरि लोभलाग्दो सन्तान रहेछ धेरै पोटेन्सियल भएको क्षमता भएको जतिजना तपाईँहरूको छोराछोरीहरू छ उहाँहरूलाई पनि तपाईँहरूले एकदमै राम्रो प्रकारले प्रिन्स जस्तै होइन इभान जस्तै त्यही प्रकारले अझै निपुणता हासिल गर्ने व्यक्तिहरू तपाईँले बनाइदिनुहोस् ताकि यही छोराछोरीहरूको जीवनबाट हाम्रो समाज हाम्रो क्षेत्रको निर्माण हुन्छ जन सरलाई एकपल्ट बधाई पनि दिन चाहन्छु जन्मेकोदेखि अहिलेसम्म मैले एक थप्पड पनि लाइन लाउनु पनि परेन यो कुरा बुझ्नुपर्छ उहाँले अनि साथमा हामीले दिइसकेका छौँ म परमेश्वरसँग यति बिन्ती र विनय बिचाउँछु परमेश्वरको दोस्रो आगमन अनि नयाँ संसार भएछ भने र हाम्रो विश्वास अनुसार नयाँ संसार हुन्छ यस समय पनि प्रणिता प्रिन्स मेरै घरनामा त्यो त जानेछ परमेश्वर तपाईँलाई म धेरै धन्यवाद ज्ञापन गर्छु हालेलुया महिमित परमेश्वर अब मेरो सम्पूर्ण अब यात्रा हुनेछ पिता परमेश्वर तपाईँको अनुग्रह आशिष तपाईँको सुरक्षा म बोल्दछु ओके सुरक्षा दिइरहने पिता तपाईँलाई धेरै धन्यवाद र आज उसको नाउँमा सुनिधान गर्नुहोस्
आमेन पवित्र आत्माको सङ्गति र सहभागिता अनि हिजोदेखि अझसम्म पवित्र व्यवस्थित भइरहेका रहर सम्पूर्ण सदा अनि आमेन यो चाहिँ अहिले हाम्रो है प्रिन्स बहिनीको आज अन्तिम भेटा अन्तिम भेटी भन्न आज चाहिँ यहाँबाट घर जानु हुँदैछ। त्यही भएर चाहिँ सबैजना एकदमै दुखित घर भनौँ न, सबै एकदम इमोसन छ यहाँ चाहिँ सबै रोइरहेको छ है। अन्त दुःखको कुरा त होइन, खुसीको कुरा भए पनि अलिकति हुन्छ। तिब्बतमा चाहिँ बिचरा प्रायः दुःखी अलिकति भए पनि अलिक त्यस्तै खालको है माहौल भइरहेको छ। प्रिन्स बहिनी हाम्रो चाहिँ जानु आँटेको छ, टाढो त होइन दार्जिलिङ हो कोही पनि।